के अर्जेन्टिनाले 2026 मा वर्ल्ड कप डिफेन्ड गर्न सक्छ? यदि गर्यो भने त्यो फुटबल हिस्ट्रीको लगातार 2वटा विश्वकप जित्ने तेस्रो राष्ट्र बन्नेछ। त्यसैले 2026 को वर्ल्ड कप अर्जेन्टिनाको लागि एउटा टुर्नामेन्ट होइन, त्यो हिस्ट्री लेख्ने एउटा मौका हो। 2022 मा अर्जेन्टिनाले फुटबलको सबैभन्दा ब्युटिफुल हिस्ट्री मध्ये एउटा लेखेको थियो। लियोनल मेसीले आफ्नो फर्स्ट वर्ल्ड कप जिते। अर्जेन्टिनाले 36 वर्षको प्रतीक्षा समाप्त गर्यो। तर सायद फुटबलको कहानी अझै सकिएको छैन, किनकि यसपटकको अर्जेन्टिना कुनै रिटायर्ड च्याम्पियनको टिम होइन। मार्टिनेज अझै पनि गोलमा वाल बनेर बसेका छन्। जुलियन अल्भारेज र लौटारो मार्टिनेज अट्याक र गोललाई एनर्जी दिन्छन्। र सबैभन्दा डेन्जरस कुरा, अर्जेन्टिनाले जित्न बिर्सेको छैन। सबैको नजर फेरि लियोनल मेसीमा हुनेछ, तर यसपटक मेसी डिफरेन्ट छन्, किनकि 2022 मा उनी प्रेसरमा खेलेका थिए। पुरै करियरको बटन उनको काँधमा थियो। तर 2026 मा मेसीसँग प्रुफ गर्न केही पनि छैन। वर्ल्ड कप उसको हो, लेगेसी उसको हो, र यही भर्जनले गर्दा यो सबैभन्दा डेन्जरस भर्जन हुन सक्छ लियोनल मेसीको। यसपटक अर्जेन्टिना सबै कुरामा सेम छ। वर्ल्ड कप पनि जित्न सक्छ, तर एउटा कुरा फरक हुनेछ, डिमारिया हुने छैनन्, र यो सानो कुरा भने होइन, किनकि जब अर्जेन्टिनालाई फाइनलमा हिरो चाहिन्थ्यो डिमारिया सधैँ उभिएका हुन्थे।